त्यो गाना सुन मेरो गाना सुन कहीं एड्रेस सीधे हमरा दिमाग में ये गाना पकड़ तक नहीं सुनूंगा दादा मरो ए दादा हजुर त्रिवेणी मार्ग आएर भन्नु हो पर्यो कहाँ पुग्नु भयो त खाने चल्दैन ट्राफिक लाइट हुँदैन बस न यहाँ म साथीको घर आइसकेको छु साथीलाई लिन जाउँ रे बे केही हुँदैन आउन इन्जिन भर्खर बनाएको छ केही हुँदैन इन्जिन बनायो केही हुँदैन आऊ बस न बे ए रे बाबा अहिले बनाएको इन्जिन त्रिपल लोड जाने केही हुँदैन म छु नि बस न अब लाइट लगाउन जाने अब लाइट मस्त यो लाइट हो यो लाइट लाउने हो मस्तसँग पार्टहरू यस्तो हो कि यो बाइकको गइसकेको छ सब गएकै बाइक उठाएको बनाउने राम्रो भनेको लामो बनाउँदा मान्छे भिखारी भइसकेँ म अहिले आएन तर केटी आँखामा आएको हल्लिन्छ यहाँ मैले सुरुदेखि नै फुटाएँ क्या म यहाँ मैले यो पनि ओइलिङ गरेन त्यसले बाइकको लुक्स यस्तो छ है त्यहाँको ग्यारेजमा मान्छे थिएन साउजी होइन अनि यो ग्यारेज आएको यो ग्यारेजमा पनि साउजी छ यो भाइहरूलाई छ यो भाइ तिमीलाई आउँछ बनाउन कति वर्ष भयो भन त तिम्रो कति वर्ष अनि पढेन कति पढ्यो 3 क्लास अनि अरू पढेनौ पढ्न लाग्दैन यत्रो बच्चाहरू छ कि भनेको छोरीमा ध्यान जान्छ केटीमा ध्यान जान्छ अरे त्यो हुन्छ त्यस्तो हुन्छ गलत भाइ पढ्नुपर्छ तिमी अहिले सानै छ अब यो ग्यारेजमा पनि बन्दैन अब अर्को ग्यारेज जान्छु दिमाग खराब पानी पराग विराटनगरको गर्मी कति छ थाहा होला अब गर न हामी अहिले बजार आएको छौँ सानो कामले हामी हेडलाइट सेडलाइट लगाइसकेको छौँ अहिले म तपाईँलाई देखाउँछु होइन काम ल्याएको छौँ काम भइरहेको छैन त्यही भएर म तनावहरू हारिरहेको हुन्छु नि त तनाव छ भनेर अहिले तनाव छ जिन्दगीमा के कसो हुन्छ पछि लिभिड गरौँला होइन एउटा सानो खुसी पनि लाग्यो होइन हामी के राम्रो हेऱ्यौँ मैले त्यो केटी सेडी होइन नि फेरि हाम्रो कामको चिज हेऱ्यौँ त्यो अब कुराकानी गर्नुपर्ने हुन्छ राम्रो कुरा भनेको थिएँ नि अहिले फोन गरेँ त्यो राम्रो कुरा नै रहेछ हाम्रो लागि ब्याडको कुरा रहेछ अनि हामी बाइक भएको ठाउँमा आइसकेको छौँ वेटिङ गर्दैछौँ अङ्कलको जिन्दगी कता गयो के गयो हेडलाइट म अहिले एकछिनमा देखाउँछु सबै पार्ट पुर्जा यहाँ बजारमा बिच बजारमा हामी हेरायो भने मान्छेले के सोध्छ होइन हेराउँदा पनि म पागल जस्तो पनि गरिदिन्छु कि बेला बेला तर नगरौँ यस्तो होइन दाइ केही बोल्नु यो हामी बजारदेखि डाइरेक्ट घर आयौँ डाइरेक्ट मासु पोलिरहेछ होइन अनि त्यो भाइ र म मासु खाम भनेको कसरी यसरी जिन्दगी चल्न त चलिया छ पिरले जिन्दगी चल्न त चलिया छ कुकुरको जस्तो अनि यहाँबाट धेरै होइन आधी केजी मासु लगाउने भाइ र मलाई पुग्छ अनि खाने भोक पनि लागिसकेको जाँदो कलेज मलाई चाहिँ जाँदो कलेज छ नि यहाँ छ आधी केजी जाँदो कलेज एक पाउ जाँदो एक पाउ कलेज मान्ने तू ड्राइभै छी जाँदो कलेज मजा आउँछ कि खानु भोटी हेर्नु चान्द्रा चिङ्कला पापा हिँड्न पाया लासाला अनि हामी अहिले छतमा छौँ टक्क दाइले मासु सासु पकाइदिनु भयो मासु यहाँ एकदम दामी पाक्छ होइन म त पकाउनुहुन्छ दामी म यहाँ मासु खान प्रायः जस्तो आउँछु होइन मासु र भुजा खान यस्तो दामी पकाउनुहुन्छ नि होइन अब मासु सासु पकाइसक्नु भएको छ होइन हाम्रो दुईजनालाई पुग्छ यति मासुले होइन पुग्छ नि हामीलाई अनि यहाँ चिसो पानी मासु भुजा खाने अनि चलिने यस्तो दामी छ नि मासु यहाँ मासु दामी पाउँछ लगायो तातो त भर्खर निकाल्यो बाइकको हेडलाइट अहिले देखाउँछु ल बाइकको अलिकति पार्टहरू यो खाइसकेपछि
हामी चाहिँ अहिले यस्तो सुनसान एरियामा आएको छु तर अहिले राति भइसकेको छ सुनसान एरिया भन्नाले बाइक अब देखाउने होइन मजाले यहाँ हेडलाइट यो हेडलाइट फेरि हो बाइकको कन्डिसन अहिले पनि खराब छ है लगभग 10-15 हजार भन्दा धेरै बिल बनिसकेको छ बाइकमा होइन 10-15 अनि 50 भन्नु जतिको बाइक हो त्यतिको भन्दा धेरै 50% भन्दा धेरै खर्च भइसकेको छ यो बाइक किनेको पनि मैले तालतालमै हो यस्तै समयमा हो बेच्छ हो ल चल त्यति बेला नै किनिदिएको हो यहाँ किनभने यस्तो बाइक मलाई पहिलादेखि नै सोख थियो यस्तो बाइकै सोख थियो कि क्रस फायर होइन क्रस फायर यही हो मेरो लागि क्या किनभने पैसा होइन हो नि त किनभने म चाहन्छु क्या आफ्नो पैसाले जे अब यत्रो भयो नि त ठुलो भयो नि त अब जे गर्नुपर्छ आफ्नो पैसाले गर्नुपर्छ होइन अनि अब यत्रो पैसाको 6-8 लाख 8.5 लाख यो कुराहरू बिस्तारै पछि भनौँला होइन ठिक छ गाइज अनि हाम्रो मेरो भिडियो भ्लग कस्तो लाग्दैछ कमेन्ट गर्दै गर्नु होला होइन कमेन्ट यसो डटफट अलिकति जे भन्यो त्यतिमै बुझ्नु होला होइन बुझ्ने मान्छेले बुझ्छ ओन पाउन मिलाएर होइन के होइन ल गाइज ठिक रात पनि भयो अब घर जानुपर्छ यता हेर्नु सुनसान छ सब मासु खाएर त्यहाँ आयौँ अब पेट पनि टन्न भयो अब काम छ काममा पनि स्ट्रेस धेरै भइरहेछ अहिले मलाई भ्लग कस्तो लाग्दैछ कमेन्ट गर्नु होला होइन लास्टसम्म हेरिदिनु थ्याङ्क यू लास्टसम्म हेरिदिनु भयो थ्याङ्क यू सो मच गाइज लट्स अफ लभ फोन कमेन्ट गर्नु होला होइन भ्लग कस्तो लाग्दैछ कस्तो दिनुपर्छ के गर्नुपर्छ सजेस्ट गर्नु होला होइन तपाईँलाई कस्तो मनपर्छ म ल्याउन खोज्छु होइन चाहे सुतेर होस् सुतेर भन्नाले हुन्छ बाटैमा पागल जस्तो छ क्षमता त्यति त मलाई होइन लाज लाग्छ त्यो अर्को कुरा हो तर म गर्न चाहिँ सक्छु क्या नसक्ने होइन ल लट्स अफ लभ थ्याङ्क यू सो मच होइन अब अर्को भ्लगमा भेटौँ है बाई बाई टेक केयर स्टे सेफ ओन फोन